म चाहिँ आज पापड रोल बनाउन गइरहेको छु। यहाँ चाहिँ मैले 3वटा बनाइसकेँ। यहाँ छ पापड रोलको मिक्सर, आलु उसिनेर, प्याज, खोर्सानी, हल्का गरम मसला, नुन हालेको छु। यहाँ चाहिँ अब यसलाई चाहिँ पानीले भिजाउनु पर्छ हल्का जोड्तीमा चाहिँ सफ्ट बनाउनका लागि। म चाहिँ अनि तपाईको यहाँ हाल्नु पर्यो आलु। मेरो छैन कोही पनि अहिले यहाँ सब, त्यही भएर चाहिँ मैले एक्लैले गर्नुपर्ने भएकोले गर्दा चाहिँ अलिकति डिफिकल्ट भयो। एक हातले गर्नु, एक हातले भिडियो बनाउनु चाहिँ, तर नि मैले गरेँ। आई डिड इट। हो अब यसलाई यहाँ टक्कै राख्छु। यति भए चाहिँ भयो हामीलाई। हामी 3 जना मात्रै हो खाने। यसको चाहिँ म चप बनाउनु पर्यो। अब यो चाहिँ मेरो पापड रोल 2टा रेडी भयो। यो मेरो चाहिँ यो पापड रोल हैन, अनि चाहिँ यो के पो आलु चप पनि रेडी भयो।